ट्र्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु। उदयपुरको लिमचुङबुङ गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। ढुङ्गा लोड गरेर जाँदै गरेको ट्र्याक्टरमा कच्ची बाटोमा फँसेपछि निकाल्ने क्रममा ब्रेक फेल भई खोलामा खसेको थियो। दुर्घटनामा चालक 32 वर्षीय हिमाल राईको मृत्यु भएको छ भने सहचालक सकुशल छन्। ड्युटीका प्रहरीमाथि हातपात गरी दुर्घटना गराउने ट्र्याक्टर भगाउने 2 जना पक्राउ। सर्लाहीमा ड्युटीको क्रममा रहेको प्रहरीमाथि हातपात गरी दुर्घटनामा संलग्न ट्र्याक्टर लिएर फरार भएको घटनामा संलग्न 2 जनालाई प्रहरी नियन्त्रणमा लिएको छ। स्थानीय प्रहरी टोलीले दुर्घटनाको अनुसन्धान गरिरहेको अवस्थामा ट्र्याक्टर धनी अशोक कुमार यादवको नेतृत्वमा आएका 20-25 जनाको समूहले प्रहरीमाथि हातपात गरी ट्र्याक्टर लिएर फरार भएका थिए। प्रहरीले तत्कालै विशेष टोली परिचालन गरी घटनाका संलग्न 19 वर्षीय विक्रम कुमार यादव र 21 वर्षीय प्रियांशु यादवलाई पक्राउ गरेको छ। झापामा नक्ली प्रहरी बनेर लुटपाट गर्ने 2 जना लागु औषधि सहित पक्राउ। सादा पोसाकको प्रहरी हो भन्दै सर्वसाधारणलाई धम्क्याएर लुटपाट गर्ने 2 जनालाई झापा प्रहरीले लागु औषधि सहित पक्राउ गरेको छ। इलामको माई नगरपालिका वार्ड नम्बर 1 सन्दुवा बस्ने 36 वर्षीय तीर्थ गिरीलाई लुटेर फरार भएका यिनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले लुटपाट र लागु औषधि कारोबारमा संलग्न रहेको आरोपमा प्रहलाद कार्की र मेची नगरपालिका वार्ड नम्बर 7 कञ्चनजङ्घा टोल बस्ने 22 वर्षीय विशाल बास्कोटा दुवैलाई जनालाई नियन्त्रणमा लिएको छ। ओखु किसानका पीडा, खेती गर्न मलको अभाव, उत्पादन बिक्री उधारमै। सर्लाहीका ओखु किसानहरू खेतीका लागि मलको अभाव र चिनी उद्योगबाट समयमा भुक्तानी नपाउने समस्याले पीडित छन्। किसानहरूले चुनावका बेला नेताहरूले गरेको प्रतिबद्धता अनुसार समस्या समाधान नभएको गुनासो गरेको छन्। कृषि ज्ञान केन्द्र सर्लाहीले पनि जिल्लामा मल अभाव रहेको स्वीकार गर्दै माग अनुसार मल उत्पादन गराउन नसकेको जनाएको छ। टोल टोलमा फिल्म महोत्सव गर्दै काठमाडौँ महानगर। चलचित्रका पेसाकर्मीलाई समुदायसँग जोड्न र समुदायको तर्फबाट सम्मान गर्ने कार्यक्रम अन्तर्गत काठमाडौँ महानगरपालिकाले टोल टोलमा फिल्म महोत्सव गर्ने भएको छ। सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्केतले टोल टोलमा फिल्म महोत्सव कार्यक्रमले चलचित्र क्षेत्रमा सबै विधालाई समुदायसँग जोड्ने बताएको छ। चितवनका किसानले पाएन चैतो धानको न्यूनतम समर्थन मूल्य। चितवनका किसानले राज्यले तोकेको चैते धानको समर्थन मूल्य पाउन सकेको छैन। साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष रामशरण पाठकले 1000 हेक्टरको क्षेत्रफलमा लगाएको धानको समर्थन मूल्य नपाएको बताएको छ। पूर्वी चितवनको खैरहनी नगरपालिकामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडका अधिकांश किसानले समर्थन मूल्य नपाएको हुन्। समर्थन मूल्य समेत नपाएपछि किसान दुखी भएका छन्। भरतपुर नगरपालिका 28 राप्ती कृषि तथा पशुपालन समूहका सचिव रञ्जित पौडेलले किसानले समर्थन मूल्य नपाउँदा किसान निराशा भएको छन् बताएको छ। साँघुरो चिडियाखानाका सुख दुःख। नयाँ वर्ष 2083 को पहिलो दिन जबलाखेल स्थित सदर चिडियाखानालाई झन्डै 18,000ले अवलोकन गरेको छन्। सरकारले बिदा दिन थालेपछि चिडियाखाना अवलोकन गर्नको सङ्ख्या वृद्धि भएको छ, जसले गर्दा गत आर्थिक वर्षमा करिब 18 करोड रुपैयाँ आमदानी भएको थियो। साँघुरो क्षेत्रफल, वनजन्तुको व्यवस्थापन, घाइते वनजन्तुको उपचार र ट्राफिक व्यवस्थापन चिडियाखानाका मुख्य समस्याहरू हुन्। नवलपुरमा हावाहुरीको वितण्डा, विनय त्रिवेणीमा 20 भन्दा बढी घरको छाना उडियो। पूर्वी नवलपरासीको विनय त्रिवेणी गाउँपालिकामा मङ्गलबार साँझ आएको हावाहुरी सहितको वर्षाले 20 भन्दा बढी घरको छाना उडाएको छ। हावाहुरीले बगवन गाउँमा सबैभन्दा बढी क्षति पुर्याएको छ, जहाँ 19 घरका छाना उडेको छन्। क्षतिग्रस्त घरका अन्नपात, लदाकपटा भिजेर नष्ट भएको छ भने खाने पानीको ट्याङ्की र विद्युतका पोल तथा तारहरूमा पनि क्षति पुगेको छ। पोखराको बेगनास तालमा ढुङ्गा प्रतियोगिता हुने। बेगनास तालमा छैटौँ खुल्ला ढुङ्गा दौड प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिताले तालको प्रतिबन्धन र जल दुर्घटना सचेतना फैलाउने उद्देश्य राखेको छ। विजेताले नगद पुरस्कार सहित प्रमाणपत्र पाउनेछन्। दाङमा ट्र्याक्टर र कार ठोक्दा 5 जना घाइते। दाङको च्याउ खोला नजिक महेन्द्र राजमार्गमा दुध बोकेको ट्याङ्कर र कार ठोक्दा 5 जना घाइते भएको छन्। दुर्घटनामा कार चालक सहित 5 जना घाइते भएका हुन्, जसलाई उपचारको लागि बाँकेतर्फ पठाइएको छ। ट्याङ्कर चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ। बाँकेबाट ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ। बाँकेको खजुरा गाउँपालिका वार्ड नम्बर 2 बाट प्रहरीले ज्यान मुद्दामा फरार प्रतिवादी विशाल परियारलाई पक्राउ गरेको छ। परियार विरुद्ध हुम्लाको सिमकोट गाउँपालिकाका सुरेश परियारले 2082 मङ्सिर 8मा ज्यान सम्बन्धी कसुरमा जाहेरी दिएका थिए। इलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरको टोलीले पक्राउ गरी अदालतमा 8 दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ। कटुवा पिस्तौल सहित भारतीय नागरिक पक्राउ।
कैलालीको धनगढी उपमहानगरपालिका 5 तस्कार चौक नजिक एक घरको कोठाबाट कटुवा, पिस्तौल तथा विभिन्न शङ्कास्पद सामानसहित एक व्यक्ति पक्राउ परेको छन्। पक्राउ पर्नेमा भारत घर भई हाल तस्कार चौक नजिक डेरा गरी बस्ने 24 वर्षीय साहिल खान रहेको छ।